सबजनालाई गुड मर्निङ। म चाहिँ त्यही वीरगन्जमा छु। यो चाहिँ पहिला नयाँ च्यासिस गाडी बनाउने चाहिँ कसरी भन्दाखेरि यो चाहिँ पहिला आउँछ च्यासिस मात्रै आउँछ यो चाहिँ कम्पनीबाट। यो चाहिँ यो सस्पेन्सनवाला बस हो। अनि पहिला यस्तो च्यासिस आउँछ भने यो चाहिँ नयाँ च्यासिस बसको आएपछि चाहिँ पहिला मिस्त्री दाइहरूले यसरी नाप्नुहुन्छ। यो चाहिँ फलमले चाहिँ नापिराख्नु भएको छ कस्तो खालको बनाउने भनेर। यो बस चाहिँ खासमा सिल्भरवाला रहेछ, काठमाडौँ वीरगन्ज चल्ने। नापेपछि चाहिँ स्टिलले चाहिँ यसरी बनाइराखेको हुन्छ गाडी। अनि यो गाडी बनाएपछि चाहिँ यो चाहिँ यस्तो हुन्छ लास्टमा फाइनलमा चाहिँ गरेपछि चाहिँ अब यो चाहिँ सिल्भर डबल सिल्भरवाला बस हो। अब चाहिँ यसमा कलर अनि सिसा मात्रै हाल्न बाँकी रहेछ। यो नि सबै यो चाहिँ नापिरहेको बसहरू हो। यो चाहिँ नयाँ बस बन्दैछ वीरगन्ज बडी कारखानामा। दाइहरूले चाहिँ यसरी नाप्दै बनाइराख्नु भएको छ। अनि यो चाहिँ बडीको यो फर्मा हो। पहिला यसरी नापेर बनाउनु पर्छ। यो चाहिँ मिस्त्री दाइले मलाई हेरेर बसिराख्नु भएको छ। यो चाहिँ सबै नयाँ च्यासिस हो।